मपट्टि फर्काएर सिकाउँदिनँ कि हजुरहरूपट्टि म फर्काएर सिकाउँछु ल है। म हजुरहरूपट्टि फर्काएर सिकाउँछु ल। हामीहरूले यो चाहिँ नरिवलको स्ट्यान्ड बनाएको ल, नरिवलको स्ट्यान्ड बनाएको है। अनि नरिवलको स्ट्यान्ड बनाएको हामीले यसरी ग्लु लगायौँ खोइ त लगायौँ भने त्यसपछि यहाँनिर यसरी राखिदियौँ। अब दुवैपट्टिको हामीले यसरी फेरि यसरी राख्यौँ है। राखिसकेपछि अब हामीले यो नरिवल जुन छ नि हामीहरूले यो लेस लगाएर पनि गर्न मिल्यो। अनि त्यसपछि अब बेहुला बेहुलीको नाम लेख्ने हो भने राइट साइडमा बेहुलाको, लेफ्ट साइडमा बेहुलीको नाम लेख्न पर्यो। त्यसरी पनि बन्छ अहिले। अब यसलाई पनि यसरी यो कुन भागमा बस्छ त्यहाँनिर यसरी थपक्क लाएर यसरी टाँसिदिने। टाँस्यो है, टाँस्यो है। त्यसपछि यो पनि सेम त्यही गर्ने। म एउटा यो साइडबाट सिकाउँछु, पालै पालो आफ्नो बनाएर आफैले डिजाइन निकालेर सबै नाम साम देखिने गरेर मलाई देखाउनु पर्छ ल। ओके। यो पनि थपक्क यसरी बस्नु पर्यो। बस्यो? यो अलि बाङ्गो भयो यतापट्टिको हो, यता लेफ्ट ठुलो रहेछ है चुरा। अलि यतापट्टि अलि गमा नरिवल एउटा सानो एउटा ठुलो अलि हल्का ल है। अब ल भयो है। त्यसपछि यसलाई पनि सेम यो ठुलो भयो, सानो बनाउन नि मिल्यो। पछि गएर यो गर्छु यस्तो गर्छु भन्न पनि पाइहाल्यो नि है। त्यसरी चाहिँ राख्नु न। भयो। अब सेम यो हजुरहरूको यसलाई यो सुपारी भयो है। आफ्नो डिजाइनले जहाँ राख्छु भन्न पनि पाएँ है। फेरि यो अगाडि मिल्यो। त्यसपछि हामीले यो जनैलाई हामीले सानो बक्स बनाएर यस्तो बनाएर पनि छोप्न पनि पाइयो। मैले अहिले मसिनो गोलो यस्तो गोलो बनाएर छोप्न पनि पाइयो। तर म यो मैले अहिले शीतलको बनाएको है। खोइ त है म्याम हो। अब यसको पनि सेम यस्तै टुप्पु भन्नु न यता टपक्क यसरी है।